हेलो शुभ बिहानी नमस्ते एन्ड ओहायोको जान सम्पूर्ण मेरो प्रियजन मित्रहरूलाई 2083 साल पनि सुरु भइसकेको छ। आज हिजो नयाँ वर्षको पहिलो दिन, आज नयाँ वर्षको दोस्रो दिन है, वैशाखको 2 गते। म भने यता पोखरा सोह्रको जाने यता के भन्छ नर्सरीको भित्रपट्टि जङ्गलमा आएको छ है। यहाँ जङ्गलमा आउनको कारण चाहिँ नि है म जाने मूलको पानी पिउने गर्छु हैन। मूलको पानी पिउन लागेको नि झन्डै 12 साल जति भइसकेको रहेछ हैन। यो मूलको पानी यो अब नेचुरल स्प्रिङ वाटर भन्नुपर्छ है। यो जानी हाम्रो के अरे मानव जीवनमा जानी एकदमै आवश्यकता हुन्छ हैन। यो के अरे मूलको पानी पिउने पानी है। यो अरू पानी भन्दा नि एकदमै फरक हुन्छ, किनकि यो पानीमा जाने मिनरल बढी हुन्छ हैन र तपाईको जाने दूषित हुँदैन है। ल यहाँको जाने दृश्यहरू यहाँको दृश्यहरू हजुरहरूको समक्ष पुर्याउने प्रयास गरिरहेको छ है त। यस्तो छ मेरो च्यारिङको है। मेरो साइकलमा जाने यस्तो हुन्छ है। 4 माइल ज्यादा फाबी नफालौँ हैन। चन्द्र सूर्य अंकित झन्डा मेरो जाने मूलको पानी चाहिँ यो झोलाभित्र छ है। 9 वटा जम्बो बोतल। यो यति 9 वटा लगाएपछि झन्डै हाम्रो 4 जना परिवारलाई चाहिँ 2 दिन मजाले पुग्छ। मूलको पानी चाहिँ यो त्यहाँ कुनामा जाने त्यहाँ भर्न सकिन्छ है। मूलको पानी जङ्गलमा जाने शीतलो छ यो गर्मीको समयमा है। बिहान जाने यतिखेर जाने बिहानको 9:45 हुन लागेको छ, शीतलो छ। अब यता जङ्गलतिर आउँदा कहिले कहिले हरिणहरू पनि देख्छ है। अघि भर्खरमा त त्यहाँ एउटा भाले हरिण थियो हैन। ल है हजुरहरू, अब 83 सालको जाने आज दोस्रो दिन, नयाँ वर्षको दोस्रो दिन हैन। दोस्रो दिन पनि सुरु भइसक्यो। अब 2 दिन पनि जान्छ, 15 दिन पनि जान्छ, एक हप्ता पनि 1 महिना पनि दिन्छ हैन। बिस्तारै अब दिनहरू पास हुँदै जाने हो। र हजुरहरू पनि विशेष गरेर हैन, म यो पिउने पानी त एकदमै ख्याल गर्नु होला भन्छु है। यो पिउने पानीलाई जाने फर्स्ट प्रायोरिटीमा राख्नु होला है। पानी छ त जीवन छ हैन। पानी बिना त केही पनि चल्न हुँदैन है भन्दै यो पिउने पानीलाई जाने सकभर जाने मूलको पानी पिउने गरौँ है त। ल हजुरहरू जहाँ जसरी हुनुहुन्छ स्वस्थ रहनु होला, मस्त रहनु होला, व्यस्त रहनु होला भन्दै हजुरहरू सबैको दिन शुभ रहोस्। जय देश।